हाम्रै देशमा ग्यास खानी छ। यदि ताला नलगाएको भए अहिलेसम्ममा व्यावसायिक उत्पादन सुरु भइसक्थ्यो। मैले शिलान्यास गरेको, मैले बनाइदिएको टनेल अस्ति उद्घाटन गरेँ। उद्घाटन गर्न, गाडी चलाउनलाई नै बनाएको हो नि त्यो टनेल त, ठिक छ। म हट्ने, अर्कोले उद्घाटन गर्यो, ठिक छ। तर इतिहास मेटाउनलाई त्यो शिलान्यास गरेको बोर्ड चाहिँ तोडफोड गरेर फ्याँके, तोडफोड गरेर फ्याँके इतिहास मेटाउनलाई। अनि वाह, क्या गजब, कति छिटो सुरुङ बन्यो यो सरकार आएपछि। 6 महिना भएको छैन, यत्रो सुरुङ बनाएर लगेर उद्घाटन भइसक्यो। यस्तो प्रचार गर्न भ्याउँछन्। यहाँ त अचम्म के छ भने यो हाइवे झापाबाट आउँछ नि, पूर्व पश्चिम हाइवे, त्यो हाइवे देखाएर तीका मान्छेहरू पनि प्रचार गर्छन्। ओहो, यो अहिलेको जेनजी सरकार आउने बित्तिकै त यो पुल पनि बन्यो, बाटो पनि बन्यो भनेर बेइमानीको पनि हद छ। कतिपय मान्छेहरू राजतन्त्र चाहियो भन्छ, कठैभरि माया लाग्छ तिनीहरूलाई। रैती हुन किन मन लागेको छ? एउटा त आदिवासी जनजातिहरूको सर्वोपरि सर्वमुखी विकास, उत्थान, हक अधिकारहरूको सुरक्षा र आवश्यक अधिकारहरूको प्राप्ति, यी कुराहरू पनि हुनै छ। यसका निम्ति पनि काम गर्नु नै छ। सँगसँगै हेलो त्यतापट्टि सँगसँगै राष्ट्रिय एकता कसरी बसाउँछ? हामी सबैलाई थाहा छ हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुआस्थावाला, जसलाई बहुधार्मिक पनि भन्छ, लगायतका विभिन्न यो भौगोलिक विविधता, वनस्पतीय विविधता, अरू विभिन्न विविधतासँगै, जैविक विविधतासँगै सामाजिक यस्ता अघि मैले भने जस्ता विविधताहरू, भौगोलिक विविधता पनि छन्, जातीय विविधता पनि छन्, अरू विविधताहरू पनि छन् हामीसँग। यस्ता विविधताले भरिएको देश हो र हामीले हाम्रो देशको विकासका लागि हामी सबै एकजुट भएर मात्रै विकास गर्न सक्छौँ। त्यसकारण राष्ट्रको विकास, राष्ट्रको उत्थान, राष्ट्रको सुरक्षा, राष्ट्रको समृद्धि र सँगै देशलाई विकास गरेर, देशलाई सुशासनमा लगेर, देशलाई शान्तिपूर्ण नेपाल बनाएर सुखी नेपालीको देश बनाउनका लागि हामी सबै मिल्नुपर्छ। त्यसकारण हाम्रो काँधमा एकातिर हरेक जातिको विकास होस्, हरेक भाषाभाषीका जनताको विकास होस्, हरेक पेसा व्यवसाय गर्ने जनताको विकास होस्, जुनसुकै पेसाका मान्छे सबैको विकास होस्। अर्को कुरा, हामी असमानता र विभेदहरू हटाउँदै पनि छौँ। त्यसको अर्थ कतिपय जातका नाउँमा गरिने, थरका नाउँमा, जातका नाउँमा गरिने विभेदहरू, त्यस्ता कुराहरूलाई हटाउँदै पनि छौँ। खाली परम्पराका नाउँमा बोकेर कुद्ने मात्रै होइन। हामीले देखेका छौँ मानिसले जातका नाउँमा सम्मानजनक ढङ्गले बाँच्न पाइरहेको छैन। जातका नाममा अपमान बेहोर्नु परेको छ, भोग्नु परेको छ।
जातका नाममा हेला होचो सहनु परेको छ शताब्दीौँदेखि। अब अहिले फेरि एउटा आरक्षणका नाममा हामी के पनि गरिरहेका छौँ भने त्यो जातलाई कायमै राखेर एकातिर हुनु हुँदैन भन्दैछौँ, अर्कातिर त्यसको नाउँमा आरक्षण सारक्षण गरेर त्यसलाई प्रोटेक्सन पनि गरिरहेका छौँ। अगाडि बढ्ने एउटा निश्चित समयका लागि आरक्षण, विभेदको अन्त्य, यो दुईटा कुरा सँगसँगै हामीले गर्नुपर्नेछ। अब हामी कुनै प्रकारका असमानता, विभेद, हेलाहोचो, असमानता भन्दा असमानतालाई निरपेक्ष ढङ्गले फेरि बुझ्नु हुँदैन। असमानता केही कुराहरूमा हुन्छ नै, विभेद हुनु हुँदैन, मानिसहरूका बिचमा विभेद हुनु हुँदैन। असमानता फेरि प्रकृतिको नियम हो, कुनै पनि चिज उस्तै समान हुँदै हुँदैन प्रकृतिमा केही पनि। त्यसकारण विविधता भनेकै त्यही हो, विविध हुन्छ। एउटा मान्छे र अर्को मान्छेको अनुहार उस्तै छ तर मिल्दैन, मान्छेका आँखा उस्तै हुन्छन् तर फरक फरक हुन्छन्, मान्छेको अनुहार उस्तै हुन्छ, मुख त्यही हुन्छ, नाक त्यही हुन्छ, सबैका नाक उस्तै हुन्छन् तर पनि फरक हुन्छ, मुख त्यही हुन्छ, उस्तै हुन्छ तर पनि फरक हुन्छ। त्यहीँभित्र मुखैभित्र दाँत हुन्छन्, सबैका दाँत उस्तै हुन्छन्, सेतै हुन्छन् तर पनि फरक फरक हुन्छ। टाउकैमा कपाल हुन्छ तर एउटा कपाल र अर्काको कपाल यति संसारभरिका मान्छेको कसैको पनि मिल्दैन। निधार त्यहीँ आँखामाथि हुन्छ तर सबैको निधार त्यहीँ हुन्छ, उस्तै हुन्छ निधार भन्ने मान्छेको, तर फरक फरक हुन्छ। यो त विविधता हो। त्यसर्थ विविधता, विविधतामा समानता, विविधतामा एकता। हामीले यसरी सामाजिक रूपमा न्याय र समानता कायम गर्दै र सामाजिक सद्भाव, त्यस माध्यमबाट सामाजिक सद्भाव कायम गर्दै राष्ट्रिय एकता बनाउनु पर्नेछ। सुदृढ राष्ट्रिय एकता। नेपाल एक छ, नेपाली एक हो। नेपालीहरूले मिलेर नेपाल बनाउँछौँ। बनाउँछौँ भनेको नेपाल त बनेकै छ, बनाउँछौँ भनेको के हो भने राम्रो बनाउँछौँ, सुन्दर बनाउँछौँ। नेपाल सुन्दर त सधैँ छ, तर त्यसभित्र रहेका कुरूपताहरू, छुवाछुत जस्ता कुराहरू हुन्, हेलाहोचो गर्ने कुराहरू हुन्, यी कुरूपता हुन्, तिनीहरूलाई हटाउनुपर्छ र सुन्दर बनाउनुपर्छ। कोही धनी हुने, ठिक छ, धनी भएको राम्रो, गरिब पनि त हुनु भएन नि। धनी गरिब समाज हुनु कुरूपता हो, खास गरी गरिब हुनु कुरूपता हो। गरिब किन भयो? गरिबी हटाउनु पर्यो, गरिबीबाट मान्छेलाई माथि उठाउनु पर्यो। गरिब कसैलाई पनि रहन दिनु भएन अबको समयमा। नेकपा एमाले यिनै नीतिहरू लिएको छ, कोही पनि गरिब हुनु भएन। दुर्गममा बसे पनि शिक्षाबाट, स्वास्थ्यबाट वञ्चित हुनु भएन। जहाँसुकै भए पनि यसरी सबै प्रकारका आर्थिक बराबरी सम्पत्ति भइहाल्छ भन्न सकिन्न, तर आधारभूत आवश्यकता त कमसेकम पहिले पुरा हुनु पर्यो नि। खाना लाउनको चिन्ता कसैलाई नहोस्, बस्ने आवास, एउटा आरामदायी ढङ्गले बस्ने आवास, यसो हावा चल्ने बित्तिकै नभत्कियोस्, पानी पर्ने बित्तिकै नचुहोस्, घाम लाग्ने बित्तिकै गर्मी सबै भित्र पस्ने नहोस्, जाडो ठाउँमा भए, जाडो याममा भए तातो भित्र बस्न पाइयोस्, गर्मी ठाउँमा भए, गर्मी याममा भए शीतल त्यहाँभित्रबाट शीतल हुने व्यवस्था हुने प्रबन्ध गर्न सकियोस्। आजको जमाना त्यो हो नि।
ए साबुन लाएर बेसरी घोटेर उहिले जस्तो खोलामा लगेर ड्याम पछारेर लुगा धुन नपरोस्, वासिङ मेसिनमा स्याट्ट हालिदिएर पानी सरेर चलाइदियो, पाउडर हालिदियो, सिद्धियो, त्यस्तो होस्। त्यही त सबैले पाउन कमसेकम। दाउरा खोज्न जानु नपरोस्, बिजुलीमै पकाउन पाइयोस्। फेरि हाम्रो दाउरालाई हेला गर्यो, हाम्रो संस्कृतिलाई हेला गर्यो एउटा को खराउलन भन्ने पनि डर छ। तर दाउरा बालेर एउटा ढुङ्ग्री लिएर चाहिँ फु 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 गर्न नपरोस्। अनि आगो बाल्न पाइयोस्, बिजुली बाल्न पाइयोस्, कमसेकम ग्यास चलाउन पाइयोस्। हाम्रै देशमा ग्यास खाने छ। यदि ताला नलगाएको भए अहिलेसम्ममा व्यावसायिक उत्पादन सुरु भइसक्थ्यो। त्यसकारण सुविधाको जिन्दगी त बाँच्न पाउनु पर्यो नि मान्छेले। त्यो पनि आज हामी 1000 वर्ष 2000 वर्ष अगाडि छैन। आज यो 21औं शताब्दीमा छ, जहाँ हवाईजहाज छन्, रेल छन्, बाटा छन्, गाडी छन्, मोटरबाइक छन्, हवाईजहाज छन्, एयरपोर्ट छन्। अनि ती कसैले चढ्ने कसैले हेर्ने होइन। जरुरी नपर्दा कोही पनि नचढ्नु, जरुरी पर्दा जो पनि चढ्न सक्छ। त्यो खालको अवस्था बनोस्। मान्छे समृद्ध हुन्, छोराछोरी पढाउन पाइन गाह्रो भयो भन्ने स्थिति नहोस्। राम्रो शिक्षा छोराछोरीलाई रुचि अनुसारको पढाउन पाइयोस्। स्वास्थ्य उपचार राम्रो गर्न, पहिले त उपचारै गर्न, बुढौतीसम्म उपचार गर्न नपरोस्। स्वस्थ जीवन होस्। हामी अर्ग्यानिक खाना खानेकुरा खान खाँदाखेरि विष खान नपरोस्। अर्ग्यानिक खाना खाने प्रबन्ध होस्। यो खालको जिन्दगी त कमसेकम सबैले पाउनु पर्यो नि। अनि त्यसपछि व्यवसाय गर्न, कारोबार गर्न, रोजेको व्यवसाय गर्न पाउनु पर्यो र सबै व्यवसायको संरक्षण उत्थान हुनु पर्यो। हो, यसका लागि कमसेकम आधारभूत आवश्यकता हुनु पर्यो। हाम्रो पार्टीले किन समृद्ध नेपाल सुखी नेपाली भनेको भन्दा नेपाल समृद्ध हुनुपर्दछ र जनता सबै समृद्धिहरू पाएर समृद्धि माथि सुरक्षा प्राप्त गर्नु पर्यो, सुरक्षा पाउनु पर्यो। धनी छ तर सुरक्षा छैन भने खुसी हुन सक्दैन, मान्छे सुखी हुन सक्दैन। सुखी हुनु पर्यो, सुरक्षित हुनु पर्यो। सम्मान प्राप्त गरेन भने खुसी हुन सक्दैन, मान्छे सुखी हुन सक्दैन। सम्मानित जीवन बाँच्नु पर्यो, अधिकार सम्पन्न हुनु पर्यो। त्यस्तो समाज हामीले बनाउन खोजेका हौँ। देशलाई समृद्ध बनाउन खोजेका हौँ। जनतालाई, तमाम जनतालाई सुखी बनाउन खोजेका हौँ। हामीले यसका लागि हरेक जनताको मोरल बुस्ट होस्। कोही पनि म चाहिँ सानो जातको भन्न नपरोस्, म थोरै छु भन्न नपरोस्, थोरै जनसङ्ख्याको मान्छे हुँ म भन्न नपरोस्, म पछाडि परेको छु भन्न नपरोस्। म पनि उत्तिकै मान्छे हुँ, बराबरको मान्छे हुँ, त्यही हैसियतको मान्छे हुँ भन्ने कुरा होस्। जन्मिँदै कोही ठुलो हुने, कोही सानो हुने, कुलको हिसाबले, घरानाको हिसाबले, जातको हिसाबले, लैङ्गिक हिसाबले, रङको हिसाबले, कुनै हिसाबले पनि, धर्मका हिसाबले, कुल घराना, सम्पत्ति केही हिसाबले पनि जन्मिँदै कोही ठुलो सानो हुँदैन। जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त भनेको गलत हो। जन्मसिद्ध श्रेष्ठता भन्ने कुरो, जन्मिँदै श्रेष्ठ जन्मिने कुरो
गलत सिद्धान्त हो, गलत मान्यता हो, गलत बुझाइ हो र त्यो गलत कुरा हो। हामीले राजतन्त्र किन नमानेको? कतिपय मान्छेहरू राजतन्त्र चाहियो भन्छ, कठैभरि माया लाग्छ तिनीहरूलाई। रैती हुन किन मन लाग्यो? नागरिकमा बनाइसकेका छ, फेरि रैती हुन खोज्छन् कोही कोही। रैती स्वतन्त्र बनिसकेका छ तर पनि दास हुन खोज्छ कोही कोही। बुझ्न नसकेको हो नि। जन्मिँदै कोही श्रेष्ठ जन्मिँदैन। कुनै कुल घराना चाहिँ फलानाको छोरो भए बापत राजा हुनुपर्ने, त्यो हुँदैन। अनि कसैको छोरो बापत भए बापत, छोरी भए बापत दास हुनुपर्ने, रैती हुनुपर्ने भन्ने हुँदैन। आफ्नो क्षमता प्रतिभाले उठ्नुपर्छ। त्यसै कारण हाम्रो पार्टीले विभिन्न ढङ्गले हामीले राष्ट्रिय सभामा मौका पर्दाखेरि उपसभामुख एकजना दलितलाई बनायो। रामदूत पासवानलाई हामीले राष्ट्रिय सभाको उपाध्यक्ष बनायो, दलित हुनुभयो। अरू मान्छे नभएका हुन् र उहाँभन्दा पढे लेखेका जान्ने सुन्ने थिए, तर पछाडि परेको समुदाय वर्ग पनि उसको मनोबल पनि उठोस् त्यसरी बनाएका छौँ हामीले पछाडि परेको समुदाय। अनि त्यो समुदायको पनि मनोबल उठोस्। हामी दलित हौँ, पछाडि पर्यौँ भन्ने मात्रै होइन। दलित समुदाय अब दलित हौँ भनेर बसिरहने होइन। दलित भन्ने एउटा गलत अवधारणा हो। हिजो थियो वर्णाश्रम व्यवस्था थियो, अब त्यस्तो वर्णाश्रम व्यवस्था छैन। त्यसकारण हामीले दलित समुदायबाट पनि माननीय मन्त्री सबै चिज बनाएका छौँ। र म जनजाति पछाडि परेको भन्ने नहोस्, यसका लागि जनजातिबाट मन्त्री भएकै छ, सभामुख भएकै छ, अर्को सभामुख भएको छ। हामी महिला हौँ भनेर पछाडि पर्नु नपरोस्। त्यसकारण मैले नै वास्तवमा म प्रधानमन्त्री हुँदा मैले नै, म पार्टी अध्यक्ष हुँदा मैले नै अगुवाई गरेर नेपालमा सर्वोच्च संस्था भनेको राष्ट्रपति, मै पार्टी अध्यक्ष भएका बेला राष्ट्रपति बनाएको छ महिला, हाम्रै पार्टीले। अरू पार्टीले हामीसँग गफ गर्नै पर्दैन। महिला प्रधान न्यायाधीश हामीले बनाएका, महिला सभामुख हामीले बनाएका, महिला मुख्य सचिव हामीले बनाएका। नेपाल प्रहरीमा महिलालाई जिल्लाको हाकिम बनाएको पहिलोपल्ट मैले हो। म गृहमन्त्री हुँदा 51 सालमा त्यसरी जिल्ला कमान्ड गर्ने अथोरिटी दिएको पनि मैले हो पहिलोपल्ट। किन? महिला, दलित, पछाडि परेको समुदाय आदि अगाडि बढाउनु पर्छ भनेर नै त्यसरी हामीले अगाडि बढाएका। सबैको मनोबल उठ्नुपर्छ, आत्मविश्वास बढ्नुपर्छ। युवाहरूलाई हामीले अत्यन्त महत्त्व दिएका छौँ। आज यहीँ पनि हेर्ने हो भने प्रदेश सभाका होस्, राष्ट्रिय सभाका होस्, प्रतिनिधि सभाका होस्, प्रतिनिधि सभाका मान्यहरू अहिले यहाँ भर्खरका मान्यहरू हेर्ने हो भने पनि थुप्रो छन्। भर्खरका साथीहरू नै मान्यबाट रिटायर भइसकेका छन्। मान्य भइवरी मान्यबाट छोडेका साथीहरू अहिले पनि भर्खरकै छन्, रिटायर भएको। त्यो एमाले गरेको छ। र हाम्रो पार्टी
युवाहरूमाथि विश्वास गर्छ। अहिले जेनजेड भन्ने चलन छ नि, जेनजी भन्ने, जेनजेडलाई, जेनेरेसन जेडलाई सजिलोको लागि जेनजी भने, जेनेरेसन अल्फा। अहिले 12-13 वर्षका बच्चाहरू, तिनीहरूमाथि हाम्रो विश्वास छ। तिनीहरूले बनाउनुपर्छ। बिस्तारै नेतृत्व भोलि गएर उनीहरूले लिने हो देशको। एउटा फेरि चलाएका छन् अहिले, केही नपाएर जेनेरेसन ग्यापको नाउँमा फाटो बढाउने। पुरानो र नयाँ भनेको छ, पुरानो पार्टी हुँदैन भनेको छ, पुरानो नेता हुँदैन भनेको छ, पुरानो हुँदैन भनेको छ। त्यसले अलिक पुरानो घर पनि भत्काउने बेला लाउँदैन। आमा पुरानी भइन् भनेर निकाल्न बेला लाउँदैन। त्यो खालको परिभाषामा एउटा बहकिने खालको भनेको छ होइन। जेनेरेसन क्रमशः, जेनेरेसन भनेको नयाँ जेनेरेसन पैदा हुँदै जान्छ, बढ्दै जान्छ, हुर्किँदै जान्छ। पुरानो जेनेरेसन बिस्तारै विस्थापित हुँदै जान्छ। र हामी नयाँ जेनेरेसनमाथि, युवाहरूमाथि विश्वास गर्छौँ। तर हाम्रो युवा कस्तो हुनुपर्छ? युवाका नाउँमा अस्ति भदौ 23-24मा केही अपराधीहरूले जेनजीका नाउँमा जे गरे, त्यो जेनजीले गरेको पनि होइन, जेनजीको काम पनि होइन त्यो। अब केही त्यस उमेरका बिग्रिएका सन्तानहरू पनि त्यसमा लागेका हुन सक्छ। तर त्यो कुनै अनुकरणीय, अनुसरणीय, दृष्टान्तयोग्य कुनै आदर्श कुरा हुनै सक्दैन। देशमा आगो लगाउने, तोडफोड गर्ने, अर्काको सम्पत्ति लुटपाट गर्ने, अर्काको सम्पत्ति भए आगो लगाउने, आगो लगाएर खुसी हुने, सोकल कलाकार केही खेलाडी हुँ भन्नेहरू, घर आगो लगाएका ठाउँमा, कार्यालय आगो लगाएका ठाउँमा, जनप्रतिनिधि संस्थाहरू आगो लगाएका ठाउँमा, न्यायिक संस्थाहरू आगो लगाएका ठाउँमा, कार्यकारिणीहरूमा आगो लगाएका ठाउँमा, औद्योगिक प्रतिष्ठानहरू, व्यापारीहरूका ठाउँहरू जहाँ रोजगारीका अवसरहरू सिर्जना भएको छ, मान्छेले काम गर्न पाएको छ, ती ठाउँमा आगो लगाउने, यस्ता खालका कामहरू नयाँ पिँढीले गर्दैन। यो देश सिँगार्नु छ, बनाउनु छ, बलियो अर्थतन्त्र बनाउनु छ, सुन्दर देश बनाउनु छ, खरानीको थुप्रो बनाउने होइन देशलाई। हाम्रा युवाहरूले त्यसो गर्दैन, गर्नु हुँदैन। हाम्रो नयाँ पिँढीलाई त्यो सिकाउनु हुँदैन र त्यसमा बकअप गर्ने होइन, वाह क्या गर्यो भनेर भन्ने होइन। हाम्रा जेनजेडहरूले, हाम्रा जेनेरेसन अल्फाहरूले, जेन अल्फाहरूले अत्यन्त जिम्मेवार, सुशील, अध्ययनशील, मेहनती, कर्मठ, देशभक्तिले भरिएको त्यस्तो हुँदै जानुपर्छ। देशभक्ति सिक्नुपर्छ र लोकतन्त्रको महत्त्व बुझ्नुपर्छ। त्यसको दुरुपयोग गर्नु हुँदैन। लोकतन्त्र यसरी अहिले खुसी लाग्छ, शिक्षामा ठुलो प्रगति भएको छ। खास गरेर पञ्चायती व्यवस्था ढालेपछि देशमा विकासको लहर ल्याएको हामीले। त्यसभन्दा अगाडि एउटा बाटो थालेको थियो राजा महेन्द्रले। राणा शासनमा एउटा त्रिभुवन पथ भन्ने थियो, वीरगञ्जबाट आउने, अरू केही थिएन। राणा शासनको समयमा गाडी बोकेर ल्याएको थियो वीरगञ्जबाट काठमाडौँ, बोकेर ल्याएर काठमाडौँमा यसो राणाहरू हिँड्थे। एउटा गाडी बोकेर ल्यायो, काँधा बोकेर, गाडीले मान्छे बोक्नुपर्ने ठाउँमा मान्छेले गाडी बोकेर ल्याएको। त्यो जमानाबाट राणा शासन ढलेपछि कमसेकम एउटा पूर्व पश्चिम राजमार्ग, जसलाई महेन्द्र राजमार्ग भनियो, त्यो महेन्द्र राजमार्ग बन्न थालेको थियो 24 सालदेखि। 47 सालमा पञ्चायत ढल्दा पनि
सुदूरपश्चिमबाट मेयर साहब आउनुभएको छ। सुदूरपश्चिमको पनि कञ्चनपुर जिल्लाको क्षेत्र नम्बर 3 को त्यही पनि महाकाली नदी पूर्वतिर सरेपछि पारी परेको चाँदनी दोधाराको। किशोरजी एकपल्ट उठ्दिउँ त सबैले देखुन् साथीहरूले। किशोर लिम्बू जनजाति महासङ्घको केन्द्रीय सदस्य होइन, जनजाति महासङ्घको केन्द्रीय सदस्य हुनुहुन्छ किशोर लिम्बू। र महाकाली पारी गएर उहाँ महाकाली पारीको चाँदनी दोधारा चाँदनी भन्छ क्या, नगरपालिकाको मेयर उठेर जितेर मेयरको कार्यभार सम्हाल्नु भएको छ सफलताका पूर्वक। र त्यहाँ विकासको प्रयासहरू उहाँले अगाडि बढाइरहनु भएको छ। अनि उहाँको अघि मैले स्ट्याटस हेरेको थिएँ, आमा भेट्ने मौका मिलाइदिएकोमा धन्यवाद पनि दिनुभएको रहेछ। मैले पनि कार्यक्रममा जानुपर्छ भनेर भनेको थिएँ। कार्यक्रममा आउने भएपछि त अब झापामा आमा हुनुहुन्छ अनि भेट्ने मौका मिलिहाल्यो। खुसी व्यक्त गर्नुभएको रहेछ। यही मौकामा आमासँग पनि भेट भयो भनेर खुसी व्यक्त गर्नुभएको मैले अघि स्ट्याटस देखेको थिएँ। फेरि जस देशलाई हामीले उठाउन खोजेका छौँ, त्यहाँ पनि होला सायद हामीले 396वटा एकैचोटि गरेको शिलान्यास गरेको हस्पिटल त्यहाँ पनि छ, सञ्चालन गरिसकेको छ। पालिका भवन बनाएको छ, उद्घाटन गरेको पालिका भवन हो। के हो उद्घाटन गरे? अच्छा, जे होस् विकास हुँदैछ देशभरि। र हाम्रो पार्टीको नीति सामाजिक न्याय र समानताको नीति हो। म सबै साथीहरूलाई यसमा स्पष्ट हुन भन्छु। समग्र देशको विकास हाम्रो नीति हो, समग्र जनताको उन्नति हाम्रो नीति हो, समग्र नेपालीको सुख हाम्रो नीति हो। कोही पनि पछाडि नपरोस् हाम्रो नीति हो। तसर्थ जनजाति विरोधी छ एमाले भन्ने कुरा, केपी ओली विरोधी छ जनजातिको भन्ने कुरा, यस्ता कुप्रचारहरू गरेर हिँड्छन्। यस्ता कुराहरू व्यवहारले आफै खण्डन गरेको छ। नारा मात्रै लाउनु एउटा कुरा हो, नारा मात्रै लाउनु। अनि हुम्लाको जनजाति, हुम्लाको पनि पारिपट्टि कैलाश पर्वत मानसरोवरको छेउपट्टिको पाटो, हुम्लाको पनि टुप्पाको लिमी भेलीका 3टा भोटेश्वरीहरू ल्याएर मैले काठमाडौँमा बोर्डिङमा पढाएको छु। उनीहरू डाक्टर इन्जिनियर हुँदैछन्। गाउँका दुर्गम ठाउँका बच्चीहरू, सायद बाख्रा चराएर चौरी चराएर जिन्दगी बित्यो होला तिनीहरूको, तर अहिले राम्रो पढ्दैछन् उनीहरू। मुगुको दुर्गम ठाउँका, यहाँ मुगुकै कमरेड आउनुभएको छ, उहाँकै गाउँतिरकै मुगुको कामरेड हुनुहुन्छ उहाँकै गाउँतिरका 3वटी छोरीहरू ल्याएर त्यो पनि बोर्डिङ स्कुलमा राम्रोसँगले पढाएको छु। अनि जसले चाहिँ खास व्यवहारिक रूपमा काम गर्छ, जसले दुर्गमबाट उठाएर त्यस्तो साना कलिला बच्चा बच्चीहरू ल्याएर पढाउँछ, डाक्टर इन्जिनियर बनाउँछ, ऊ चाहिँ जनजाति विरोधी। एउटा गुरुङले गरी खायो भनेर उसका घर आगो लाइकन 21वटा बाटबटेनी जलाउनेहरू चाहिँ जनजाति प्रिय, त्यस्ता कुरा गर्छ। एउटा शेर्पाले कुनै के चलाएर खायो भनेर त्यसको विरोध। सोलुबाट आएको एउटा शेर्पाले त्यसरी गरी खान पाइन्छ भन्ने त्यस्ता चाहिँ। एउटा खोटाङबाट आएको सोझो गुरुङले पनि यस्तो भाटभटेनी देशभरि चलाएर गर्न पाइन्छ।
झापाका मूर्खहरूले पनि जलाए, अन्तकाले मात्र झापाका मूर्खले पनि जलाए। जलाउनेहरूलाई मूर्ख भने आए, फेरि सबै झापालीलाई भएन। जलाउने मूर्ख हुन्, अपराधी हुन्, अर्काको सम्पत्ति जलाउनु हुँदैन। र त्यो जलाउनेमा सबै जातका छन्, त्यहाँ जातको कुरो छैन, सबै जातका। त्यहाँ मूर्खताको कुरो छ। समान भनेको तिनीहरू बराबर उत्तिकै मूर्ख चाहिँ हुन्। कोही जनजातिका मूर्ख होलान्, कोही अर्का मूर्ख होलान्, कोही आदिवासीका मूर्ख होलान्, कोही केका मूर्ख होलान्, कोही क्षेत्री बाहुनका मूर्ख होलान्, तर मूर्खहरू छन्। मूर्खले जलाएको। त्यस कारण हामीले मूर्खता छोड्ने, सही कुरा बुझ्ने, त्यसरी जाने। म साथीहरूलाई धन्यवाद भन्न चाहन्छु। तपाईहरूले अनेक अप्ठ्यारा परिस्थितिहरूसँग मुकाबला गरेर एमाले जनजाति विरोधी होइन, एमाले सही छ भनेर एमालेको पक्षमा उभिएर लडेर आउनुभएको छ र जनजाति आदिवासी जनजाति महासङ्घलाई अहिलेसम्म यस रूपमा उभ्याएर ल्याउनु भएको छ। तपाईहरूलाई पार्टीको तर्फबाट म धेरै धेरै धन्यवाद भन्न चाहन्छु। विभिन्न समयमा यसको गठनदेखि यता विभिन्न लिडरसिपले काम गरेको छ। कहिले कहिले बहकाउने देशभित्रका मात्रै होइन, देश बाहिरका शक्तिहरू समेत लागे, अनेक प्रकारले लागे। त्यसका बावजुद तपाईहरू ती सबै कुराहरूसँग जुधेर तपाईहरूले सही दृष्टिकोण राखेर, सही अडान राखेर राष्ट्रिय एकतालाई बचाउने पक्षमा तपाईहरूले काम गर्नुभएको छ। साम्प्रदायिक विद्वेषलाई भड्किन नदिन, साम्प्रदायिक सद्भाव, सामाजिक सद्भाव कायम गर्न तपाईहरूका प्रयास प्रशंसनीय छन्। म धेरै धेरै प्रशंसा गर्न चाहन्छु। अब अहिलेसम्म यहाँ ल्याइपुर्याउन धेरै धेरैपल्ट नेतृत्वहरू परिवर्तन भएका छन्। यो पछिल्लो समयमा पासाङ शेर्पाको नेतृत्वमा जुन कमिटी बनेको छ त्यसले पनि राम्रो काम गरेर अहिले राम्ररी अगाडि बढाएको छ। कोही साथीहरू यदि सक्रिय हुनुहुन्न भने, अलिक विश्वास धर्मराएको छ भने त्यसलाई छोड्नुहोस्, विश्वास सुदृढ गर्नुहोस्, विश्वास बलियो बनाउनुहोस् र अगाडि बढ्नुहोस्। यदि नेकपा एमालेप्रति कतै केही शङ्का पैदा भएको छ भने त्यो शङ्का हटाउनुहोस्। एमालेप्रति अविश्वास बढाउन, शङ्का बढाउन अनेक शक्तिहरू लागेका छन्। किनभने यो देशको अहित चिताउने शक्तिहरू, यो देशमा अराजकता, यो देशलाई गरिब, यो देशमा अशान्ति मचाएर हामीलाई खाली लेबर बनाउने, त्यो मात्रै कुरामा हामीलाई उनीहरूका जागिरे सेना बनाउने, पुलिस बनाउने, उनीहरूको दुश्मनतिर हान भनेपछि को दुश्मन हामी ड्याम हान्छौँ। यस्तो कामहरू गर्ने बनाउनु परेको छ हामीलाई। यहाँ खाल्डो खल भनेपछि हामी खन्छौँ, यो खाल्डो पुर भनेपछि पुर्छौँ। किन बनाएको, के गरेको थाहा छैन, न आफ्नो देश न केही। यो बाटो बना भनेपछि बनाउँछौँ, आफ्नो देश रित्तै छ। यो घर, यो बिल्डिङ बना भनेपछि हामी बनाउँछौँ, आफ्नो देशमा बनाएको छैन। त्यस कारण हामीले आफ्नो देश बनाउन नपाऊँ, गरिबीले फेरि रोजगारीका लागि बाहिरै जानु परोस्, त्यही स्थिति बनाइराख्नका लागि उनीहरूको दरबार, उनीहरूको कुल्ली, उनीहरूको टेबल पुस्ने, उनीहरूको खाना पकाउने, उनीहरूको भाँडा मान्ने, उनीहरूका भेडा चराउने, उनीहरूका बाख्रा हेर्ने, उनीहरूको काम गरिदिने, उनीहरूको घर रङाइदिने, यी सबै काम चाहिँ हामी गरिदिउँ भनेर हामीलाई गरिब राख्ने, गरिब भएपछि त जानु पर्यो। यही चिज हामीलाई गर्न खोजेका छन्, जुन कुराबाट हामी आफूलाई मुक्त गर्न चाहन्छौँ। प्रतिबन्ध लगाएर होइन, कसैलाई कुनै प्रकारको प्रतिबन्ध लगाएर होइन। एमाले सरकारमा गएर कहिल्यै कसैलाई प्रतिबन्ध लगाएन। तर एमाले सरकारमा गएका बेला रोजगारीका अवसरहरू यसरी सिर्जना गर्यो जसले गर्दा
नेपालमा 3 वर्ष म प्रधानमन्त्री हुँदा गरिबी 3%ले कमसेकम घटेको थियो। हाम्रो बहुमत छैन, हामीले बहुमतले काम गर्न पाएनौँ। तर पनि अरूसँग मिलेर सरकार बनाएर पनि हामीले लिड गर्दाखेरि कसरी गर्यौँ भन्दा नेपालमा 3% गरिबी घट्यो। 10 वर्ष हामीले काम गर्दा चरम गरिबीलाई हामीले अन्त्य गर्यौँ र सामान्य गरिबी रह्यो। गरिबी छ नेपालमा, तर चरम गरिबी छैन अरू देशमा जस्तो। कतिपय देशमा हाम्रै छिमेकतिर पनि चरम गरिबीहरू छ, हाम्रो देशमा चरम गरिबी होइन। त्यो स्थितिमा हामीले पुर्यायौँ। पूर्वाधारको विकास गऱ्यौँ, अनेक चिज मैले भनिरहनु पर्दैन। राजमार्ग कति बने, बाटाघाटा कति बने, रिभर करिडर कति बने, हवाई मैदानहरू कति विस्तार भए, एयरपोर्टहरू राति पनि चल्ने भए, प्लेनहरू राति पनि उड्ने भए, काठमाडौँको विमानस्थलबाट चारैतिर जानलाई नत्र दिनभरि स्थानीय हाम्रै उडान भर्नुपर्ने, राति हामी उडाउन पनि नसक्ने, बेलुका भएपछि उडाउन नसक्ने। अब राति पनि हामी उडाउन सक्छौँ। त्यसकारण बेलुकाका उडानहरूले हामीलाई धेरै सजिलो बनाएको छ आन्तरिक रूपमा, दिउँसो कम उडाउँदा हुन्छ। थुप्रै सुधारहरू गर्यो शिक्षा क्षेत्रमा, अरू क्षेत्रमा। अहिले बालबालिकाहरूको भर्ना दर माथि उठ्या छ, सुविधाहरू धेरै पुर्याएका छौँ। दिवा खाजाको हामीले बन्दोबस्त गऱ्यौँ, सेनिटरी प्याडको हामीले बन्दोबस्त गऱ्यौँ। बालिकाहरूको पढाइमा 6 दिन डिस्टर्ब हुन्थ्यो, त्यो नहुने भयो। यस्ता थुप्रै कुराहरू, साना सानादेखि ठुला कुराहरू, ठुला कामहरू हामीले गर्यौँ। त्यसो भएर एउटा चाहिँ नेकपा एमाले केही गरेन भन्ने भाष्य खडा गर्न खोजे, केही गरेन भनेर प्रचार गरे। हामीले यो गरेका छौँ भनेर पर्याप्त जनताका बिचमा पुर्याउन सकेनौँ। अनि आफ्नो घर अगाडिको एउटा बाटो देखाएको छ मान्छेले, आफूले खानेपानीका लागि ट्याङ्की बनेको देखेको होला, आफ्नो लागि खानेपानीको धारो आएको देखेको होला। अन्त सबै ठाउँको त देखाएको छैन। उसले के भन्छ, यति एउटा बाटो बनाएको हो नि, त्यही एउटा पुल बनाएको हो नि, त्यही एउटा क्याम्पस बनाएको हो नि, त्यही एउटा विद्यालय बनाएको हो नि। अब एकै ठाउँमा सबै चिज छैन, देशभरिका त ल्याएर थुपार्ने कुरा भएन, तर देशभरि बनाएको छ। र हामीले सामाजिक क्षेत्रमा, आर्थिक क्षेत्रमा, सांस्कृतिक क्षेत्रमा, हरेक क्षेत्रमा असाधारण काम गरेका छौँ। साथीहरू, त्यो कुरालाई स्मरण गरौँ, त्यो कुरालाई प्रचार गरौँ। अर्को कुरा, हामी अगाडि देशलाई, हाम्रा बाँझा खेतहरू, बाँझा बारीहरूलाई सिँचाइ गरेर उर्वर बनाउन चाहन्छौँ। कृषिको हामी आधुनिकीकरण गर्न चाहन्छौँ। गरेका पनि छौँ हामीले, सुपर जोनहरू बनाएर अनेक बनाएर। अहिले केही जिल्लाहरू अलिक नमुनाका रूपमा छ। पहिले पनि इलाम जिल्ला त अलिक नमुनाको रूपमा हो कृषिको सन्दर्भमा। यहाँ पशुपालनको सन्दर्भमा 8 अ भनेर, यहाँ आलु उत्पादन, अमृषो उत्पादन, अलैँची उत्पादन, ओलन उत्पादन आदिदेखि लिएर 8 अ भनेर अलिकति नमुनाकै रूपमा गरिबी कम भएको जिल्लामा या गरिबी नभएको जिल्लामा इलाम गर्छ। यसलाई अलिक आदर्शै मानेका छौँ हामीले, तर यसलाई पनि अझ आधुनिकीकरण हामीले गर्नुपर्छ। आधुनिकीकरण गर्नुपर्छ, व्यावसायिकीकरण गर्नुपर्छ, उत्पादनका लागि मसिनको प्रयोग गर्नुपर्दछ र उत्पादनमा खास गरी खाद्य पदार्थ, खानेकुराको उत्पादनमा चाहिँ स्वस्थ खानेकुरा, खाने मात्रै कुरा होइन, स्वस्थ खानेकुरा खान पाइयोस्। त्यसकारण रासायनिक मल, पेस्टिसाइड आदिको प्रयोग नहोस्। खाना खाएर किडनी फेल हुने, क्यान्सर हुने, अनेक प्रकारका कुराहरू खानाबाट नहुन्। यो कुरामा हामीले ध्यान दिनुपर्छ। यसका लागि आधुनिकीकरण, यसका लागि पशुपालनमा वृद्धि, यसका लागि विषादी नभएको मल उत्पादन, यसका लागि विष नभएको पेस्टिसाइड, किरा मर्ने तर मान्छेको स्वास्थ्यलाई
प्राणीको स्वास्थ्यलाई नोक्सान नगर्ने यस्तो खालको विधि प्रयोग गर्ने यी खालका कामहरू हामीले गर्नु छ। ठुलो पैमानामा ठुलो मात्रामा खेती, ठुलो खेती, सानो उत्पादन होइन ठुलो उत्पादन त्यो गर्नु छ। यसका लागि हामीले सुपर जोन ब्लक र पकेट भनेर एरियाहरू छुट्याएर विशेष उत्पादनको प्रबन्ध, कहीँ केको उत्पादन कहीँ केको उत्पादन यसरी छुट्याएर गरेका थियौँ र यी कुराहरूले देशको अर्थतन्त्र बलियो भएको थियो र हामीले देशको उत्पादनलाई 7% भन्दा बढी वृद्धिका दरमा माथि उठाएका थियौँ। यी कुरा बिर्साउने खालका प्रयासहरू भए, हल्ला भए र सामाजिक सञ्जालले देशभित्रबाट मात्रै होइन देश बाहिरबाट समेत हाम्रा विरोधीहरू विपक्षीहरू लागेर देश बाहिरबाट मोबाइल फार्मिङदेखि लिएर अनेक प्रकारका सामाजिक सञ्जालका विभिन्न प्रविधिको प्रयोग गरेर हामीलाई पछाडि पारे। हामीसँग जनशक्ति नभएको होइन, यति मान्छेले एउटा राम्रो कुरालाई, एउटा राम्रो कुरा साथीले कसैले गर्यो त्यतिलाई लाइक मात्रै गरिदिने हो भने, ठिक छ भनेर कमेन्ट मात्रै गरिदिने हो भने, यति मान्छेले कमेन्ट गर्ने हो भने त्यसपछि अर्कोले कमेन्ट गर्ने आँटै गर्दैन कमेन्ट गर्ने। तर उनीहरूको चाहिँ पेड मान्छेहरू छन्, वार कमेन्ट गरिहाल्छन् अनि हामी आँटै गर्दैन। अर्को उनीहरूको तरिका के छ भने अश्लील बोल्ने, छाडा बोल्ने, कसैले सही कुरा गर्यो भने त्यसलाई अश्लील बोलेर, छाडा बोलेर परिवारमा मुख देखाइ नसक्नु बनाएर, किन यो लेखेको बेकार लेखेर गाली खाएर यस्तो हेर त मन परी भनेका छन्, यस्तो भनेका छन् भनेर मान्छे डराउने। अनि मैले धेरै ठाउँमा भन्ने गरेको छु, गोरु नाङ्गो देख्दाखेरि मलाई लाज हुँदैन भनेर। यिनीहरू यस्तै हुन्। त्यस कारण उनीहरूले गाली गरे भन्दैमा अप्ठ्यारो नमान्ने, जवाब दिने, प्रतिवाद गर्ने, सही कुरा गर्न नछोड्ने। सही कुरा गर्न छोडेर, बोल्न छोडेर हामी अगाडि बढ्न सक्दैनौँ। अनि दुनियाँमा खुकुरी लिएका भरमा भिक्टोरिया क्रस पाउने हामी, ज्यान फारेर लडेर विश्वव्यापी रूपमा वीर गोर्खाली भन्ने पाउने हामी, अनि फेसबुकमा स्ट्याटस लेखेर हामीलाई हराउने, अनि फेसबुकको स्ट्याटसमा चाहिँ हामी हार्ने, यसो छुन पनि नसकेर डिसलाइक पनि गर्न सक्ने, लाइक पनि गर्न सक्ने, कमेन्ट पनि गर्न नसक्ने, सेयर पनि गरिदिन नसक्ने हामी, अनि हार्ने। त्यस कारण हामी जातै होइनौँ। विद्वताका हिसाबले हाम्रा पुर्खाहरूले ज्ञानको सृष्टि गरे, यही भूमिबाट ज्ञानको सृष्टि भयो। सबै चिज यहाँबाट सृष्टि भयो। सङ्गीत यहाँबाट सृष्टि भयो, गीत यहाँबाट सृष्टि भयो, साहित्य यहाँबाट सृष्टि भयो। सबै चिज यहाँबाट सृष्टि हुने। अरू अन्धकारमा हुँदा, जङ्गली युगमा हुँदा हाम्रा पुर्खाहरूले शास्त्र बनाएका थिए, थिति बनाएका थिए, नीति बनाएका थिए। कौटिल्य अर्थशास्त्र 2600 वर्ष अगाडिको कुरा। कौटिल्य अर्थशास्त्र 2600 वर्ष अगाडिको 1700 कतिमा एडम स्मिथले लेखे अर्थशास्त्र। अब फादर अफ इकोनोमी भनेर, अर्थशास्त्रका पिता भनेर अस्ति 18औं शताब्दीका एडम स्मिथलाई पश्चिमले भन्यो। 2600 वर्ष अगाडि, 200 वर्ष भएको छैन, पौने 200 वर्ष भयो होला, बेसरी धेरै भएको भए। पौने 200 वर्ष अगाडिका एडम स्मिथलाई अर्थशास्त्रका पिता भने। 2600 वर्ष अगाडिको
कौटिल्य अर्थशास्त्र पुस्तकै लेखेको थियो 2600 वर्ष अगाडि। त्यस बेला दुनियाँमा अक्षरै बनेको थिएन, यहीँ मात्रै हो अक्षर बनेको, लिपि बनेको। अनि त्यस्ता बेलामा हामी चाहिँ पछाडि पर्ने। त्यसकारण हामी विज्ञान प्रविधि आदि केहीमा पनि पछाडि पर्ने होइन, तर हामीले गर्नु पर्यो विचार। 250 वर्ष राजतन्त्रको काल रात्रिमा हामी पर्यौँ। 250 वर्ष राजतन्त्रको काल रात्रिमा मूर्ख, स्वार्थलम्पट र विभिन्न खालका कुराहरूका लम्पट त्यस्ता राजाहरूको शासनमा परिवार, उनीहरूका शासनका लडाइँ हेरेर उनीहरूले प्रयोग गरेका भाडाका हतियार भएर हामी पिस्यौँ। 250 वर्ष त 250 वर्ष त राजतन्त्रले पिस्यो, 104 वर्ष राणाहरूले पिसे। त्यसैभित्र हामी पिस्यौँ। अब पिसिनु हुँदैन। नपिसिनका लागि हामीले लोकतन्त्र ल्यायौँ, रोक्दा रोक्दै संविधान बनायौँ, नाकाबन्दी लगाउँदा लगाउँदै त्यसलाई तोड्यौँ, विकासको गतिलाई अगाडि बढायौँ। यो गर्न दिन्न भन्दा पनि गऱ्यौँ, त्यो गर्न दिन्न भन्दा पनि गऱ्यौँ। उत्तरतिरबाट बाटो खोल्न पाइन्न भन्दा भन्दै खोल्यौँ। अब देश अगाडि बढ्ने भयो, रोक्न नसकिने भयो भनेपछि कांग्रेस र हामी मिलेर सरकार बनायौँ, स्थिरता स्थायित्व हुने भयो, ढाल्न नसकिने भयो। आगामी चुनाव के हुने भयो भन्दाखेरि जित्ने भए कांग्रेस र एमाले मिलेर। त्यसो भएर आगो लगाएर तोडफोड गरेर तालिम दियो। विदेशीहरूले तालिम दिए, विदेशीहरूका एजेन्ट यहीँ आएर तालिम दिए। एजेन्टहरूले यो सिंहदरबार आगो लगायो भने, संसद भवन आगो लगायो भने, सर्वोच्च अदालत आगो लगायो भने, देशभरि आगो लगायो भने, नेताहरूका घर घर छानेर आगो लगायो भने, आतंक मचाइयो भने सब तर्कमान हुन्छन्। सरकार फाल्न सकिन्छ, संविधान उल्टाउन सकिन्छ, प्रतिनिधि सभा भङ्ग गर्न सकिन्छ। अनि एउटा कठपुतली सरकार, नक्कली असंवैधानिक सरकार बनाएर त्यसले चुनाव गराएर सब कब्जा सब्जा गरेर बोल्न नसक्ने स्थिति बनाएर 3 घण्टा नभइकन उड्ने रङ लगाएर यस्ता धेरै तमासा छ। यसो गरेर एउटा नक्कली चुनावबाट सरकार बनाइयो। त्यो साथीहरूले देख्नुपर्छ सरकारले के गर्दैछ। जे गर्न सक्थ्यो त्यही गर्दैछ। के गर्छ? एउटा बच्चालाई तपाईँले सानो बच्चालाई खाना बनाउन लाउनुभयो भने के गर्छ? अनि त्यो पुरानालाई हुँदैन, नयाँले गर्नुपर्छ भनेर सिक्दै नसिके, जान्दै नजानेको उसले आफ्नै हात पनि काट्छ। तरकारी काट्दाखेरि तरकारी बेडङ्गीसँग के तरकारी कसरी काट्ने त्यो बेग्लै हुन्छ। हरेक तरकारी काट्दा बेग्लै ढङ्गले काट्नुपर्छ। के थाहा उसलाई के थाहा? त्यसर्थ तातो चियाको पनि टेस्ट आयो, आइस टीको पनि टेस्ट आयो। यसरी नयाँहरूले सरकार बनाएपछि यस्तै हुन्छ। नयाँ कहिल्यै ननाचेको मान्छेलाई यसले त राम्रो नाच्छ भनेर चाहिँ नचाउँदाखेरि हुन्छ। त्यसो भएर डान्सरै चाहिन्छ नि नाच्न त, सिकेकै मान्छे चाहिन्छ नि त। कहिले नाचेकोलाई नाच्न लाउने मादल छोडेकै छैन, नयाँले बजाउनुपर्छ। यो पुरानोले छोड्दै हुँदैन भनेर बजाउन जान्नेलाई
नदिएर अनि नयाँले ड्याङ 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 पार्दाखेरि मादल बज्छ। ढ्याङ्ग्रो त सिक्नुपर्छ मादल। त्यसो भएर जानेकाले गर्ने ठाउँमा यस्ता उरन्ठेउला केटाहरू त्यसो पहिलेका माननीय भनेकाहरूका केहीका नाम यसो सम्झिनुहोस् त कस्ता छन्। त्योभन्दा बढी केही पनि नभन्नु। त्यसो भएर देश बर्बाद हुँदैछ। एउटा त संविधान मिचियो, संविधानलाई बाटोमा फर्काउनु छ हामीले। संसद भङ्ग गरेर अर्को एउटा कृत्रिम ढङ्गले अनि अनधिकृत ढङ्गले अनधिकृत सरकारले असंवैधानिक सरकारले चुनावको नाटक गर्यो। प्रतिनिधि सभा किन भङ्ग गरेको 84सम्म समय थियो। अरू सभा वर्ष समय थियो। अरू सभा वर्ष समय हुँदाहुँदै भदौ असोज कार्तिक मङ्सिर 4 महिना 1 वर्ष 4 महिना भनेको 16 महिना समय छँदाछँदै अहिलेबाट 16 महिना उति बेर भन्ने हो भनेदेखि त 2 वर्षभन्दा बढी नै समय थियो नि। 2.5 वर्ष सभा 2 वर्ष 2.5 वर्ष समय हुँदाहुँदै संसद भङ्ग गरेर अनि फेरि अर्को संसद किन चाहियो त भनेको आफ्नो संसद बनाउनु पर्यो। आफ्नो संसद पहिले त आतङ्क उनीहरूले फिजाउन खोजे र हामीले त्यस आतङ्कलाई मानेनौँ र हामी अगाडि बढेपछि त्यो स्थिति भएन। उनीहरूले त हामीलाई घरबाट बाहिर निस्किन नदिने भने नि त। उनीहरूको लागि पुगेसम्म यस्तो सभा कहाँ गर्न दिने। पुराना पार्टी पुराना सङ्गठन यी सबै चाहिँ हुँदैन। यिनीहरूलाई बाहिर निस्किँदैन। कुट्नुपर्छ, मार्नुपर्छ, आगो लाउनुपर्छ। यही प्रचार थियो। कि कानुनी राज भनेर विश्वास गर्ने, कानुनको राज चलाउने होइन। सरकार बनेर पहिलो दिन पहिलो निर्णय केपी ओलीलाई गिरफ्तार गर्नुपर्छ भन्ने निर्णय गर्यो र बेलुकादेखि लगाएर भोलिपल्ट बिहानसम्ममा तयार गरेर तमासा गरेर मलाई गिरफ्तार गर्यो। 13 दिन गैर कानुनी थुनामा राख्यो। थुन्ने कुनै ठाउँ नपाएपछि फेरि छोड्यो। एउटा पार्टीको अध्यक्षलाई, प्रमुख पार्टीको अध्यक्षलाई, पूर्व प्रधानमन्त्रीलाई त्यत्तिकै समातेर 13 दिन सधैँ सरकारले थुन्छ कि खुस्किया सरकारले थुन्छ विचार गर्नु तपाईँ। सधैँ सरकारले थुन्छ। सधैँ सरकारले संविधान मान्दैन, कानुन मान्दैन, सामाजिक मर्यादा हुँदैन। कस्तो सरकार हो त्यो। अर्को पार्टीको नेता पूर्व गृहमन्त्री अकारण समातेको छ, थुन्या छ। अर्कोलाई समातेको छ, थुन्या छ। अस्ति हाम्रा उपाध्यक्षलाई विष्णु पौडेललाई उहाँ सुर्खेतमा कार्यक्रम गरिराखेको ठाउँबाट उहाँबाट समातेर ल्यायो। भोलिपल्ट बिहान उहाँ प्लेनबाट काठमाडौँ नै आउँदै हुनुहुन्थ्यो। 8 बजेको प्लेनबाट आउँदा 9 बजे आइपुग्नुहुन्थ्यो। उहाँलाई बाटोबाट गाडीको बाटोबाट गाडी चढाएर 12 बजे 1 बजे बल्ल ल्याइ पुर्यायो काठमाडौँ। किन त्यसरी ल्याएको भन्दा रातभरि सुत्न नदिन, दुःख दिन। कस्तो मन हो यो सरकारको भने। किन समातेको कसुर छैन तर समात्यो। त्यसो भएर हाम्रो साथीहरू अफवाहका पछाडि होइन, यथार्थ बुझ्ने, यथार्थका साथ अगाडि बढ्ने, यथार्थलाई अमल गरेर अगाडि बढ्ने त्यो काम गर्नुपर्छ। हाम्रो पार्टीको काममा हाम्रो पार्टी भन्दा के बुझ्नुपर्छ भन्दा पार्टीको केन्द्रीय कमिटीदेखि तलसम्म, पार्टीको अध्यक्षदेखि एउटा साधारण सदस्यसम्म, पार्टीका सम्पूर्ण कमिटीहरू र सदस्यहरू, पार्टीसँग आबद्ध सम्बद्ध सम्पूर्ण जनवर्गीय पेशागत र सामुदायिक सङ्गठनहरू, यो सबै मिलाएर पार्टी हुने हो नेकपा एमाले। अहिले नेकपा एमालेको अवस्था के भयो भन्दा कार्यकर्ताले कार्यकर्ता हुँ भनेर गम्भीरताका साथ नबुझिदिने, कमिटीले म कमिटी हुँ मेरो कर्तव्य छ भनेर नबुझ्ने, अनि पार्टी फुटेका बेला
हाम्रो पार्टी फुटेका बेला अनेक नेताहरू, मैले अहिले नाम लिइरहनु परेन, नेता पार्टी फुटेर गएका बेला हाम्रो पार्टीले हैसियतका साथ आफूलाई उभ्याएको थियो र देशमा सबभन्दा बढी भोट ल्याउने सर्वाधिक लोकप्रिय पार्टी नेकपा एमाले बनेको थियो 79 को निर्वाचनमा। अहिले पार्टी फुटेको थिएन, केही थिएन, केही हुल्लडहरूले चाहिँ हुल्लडबाजीका कामहरू गरेका थिए, पार्टी फेरि जागेर अगाडि बढेकै थियो भने 28 लाख भोट पाएका ठाउँमा 14 लाख मात्रै पाउनुहुन्थ्यो। पार्टी सदस्य 54-55 हजार छ, भोट चाहिँ 25,000 आउँछ, त्यस्तो हुन्छ? त्यस्तो पार्टी सदस्य हुन्छ? यस्ता कुराहरूलाई हामीले चाहिँ नि आगामी दिनमा करेक्ट गर्नु छ र हामीले साथीहरूलाई जगाउनु छ, उठाउनु छ र कमसेकम इमान्दार बनाउनु पर्छ। पार्टी नबदल्ने, यसपल्ट भोट बदल्ने भने जस्ता नकच्चारा कुराहरू लाजनु पर्ने। पार्टी नबदल्ने अरे, भोट अन्त हाल्ने अरे, भोट बदल्ने अन्त भोट हाल्ने यस पार्टीको कार्यकर्ता हुन्छ? अरूलाई भोट हाल्ने यस पार्टीको कार्यकर्ता हुने? हलो अर्काको जोत्ने, भात यहाँ खाने, पद यहाँ चाहिने, काम अर्काको गर्ने, यो मिलेन। तर त्यस्तो त भयो अरे। अब उपरान्त हामीले त्यस्तो कुरा रोक्नुपर्छ। अहिले अनुशासनहीनता देखा परेको छ, अराजकता देखा परेको छ। ख्याल जस्तो गरेर पार्टी अफिसको क्यान्टिनमा बसेर केही आवाराहरू अध्यक्ष हटाउने कुरा मानिलिउँ ख्याल हो, ठट्टा हो जस्तो गरेर अध्यक्षलाई हटाउने, पार्टी सदस्य छ कि छैन, उरनठेउलाहरू भेला भएका छन्, पार्टी अध्यक्ष हटाउने। चिया बनाऊ त बहिनी त्यहाँ भनेको छ, चिया बनाउनु लागेको छ, चिया यसो खाएको छ, अलिकति समोसा पनि ल्याऊ भनेको छ, समोसा र चिया खाएको छ भने अध्यक्ष हटाउने। कहिले हटाउने हो? हटाइदेऊ न, ढिलो भयो ल, छिटो हटाउँ त। के मजाक हो त्यो? त्यस्तो चाहिँ नि अराजकता। कोही हस्ताक्षर गर्दै हिँडेका छन् अध्यक्ष हटाउने भनेर। अनि यसका पछाडि केही दम छैन, केही छैन। न पार्टीको तरिका, न विधान। अस्ति महाधिवेशन भएको तपाईँ हामी सबैलाई थाहा छ, हामी आफै पनि सहभागी भयौँ होला, आफै केन्द्रीय सदस्य थुप्रै छानिएका आउँला, छान्ने थुप्रै आउँला। महाधिवेशनमा पार्टीको एउटा विधि हुन्छ, प्रक्रिया हुन्छ, समय हुन्छ, कति बेला के गर्ने। जति बेला विरोधीले तीव्र प्रहार गरेको छ, हामीलाई झेल्न मुस्किल भइरहेको छ, त्यति बेला सिँगै पार्टी एकजुट भएर, एकताबद्ध भएर, एकताबद्ध पार्टीले सामना गर्नुपर्ने, मुकाबला गर्नुपर्ने ठाउँमा यति बेला पार्टीभित्र अध्यक्ष हटाउँछु भनेको छ, के भनेको छ। अनि अहिले यी सबै कुराहरू बेकारका कुरा हो। त्यसर्थ साथीहरू पार्टीप्रति एकदम दृढ विश्वासका साथ अगाडि बढ्नुहोस्, मेरो आग्रह छ। कि केही हुनेवाला होइन। अब केन्द्रीय कमिटीको बैठकपछि पार्टीलाई दृढ अनुशासनका साथ एकताबद्ध बनाएर लगिनेछ, अनुशासनका साथ अगाडि बढाइने। यो अराजकता, यो मनपरितन्त्र, बकवास गरेर हिँड्न पाइने, पार्टीको विरोध गरेर हिँड्न पाइने, सामाजिक सञ्जालमा जान पाइने, स्ट्याटस लेख्न पाइने, जे पाए त्यही, यस्तो खालको कुरा हुँदैन। पार्टीमा बस्ने हो भने पार्टीको अनुशासनमा बस्नुपर्छ, अर्को पार्टीमा जाने हो भने त्यही पार्टीको अनुशासन के छ त्यही गरे हुन्छ। पार्टी नगर्ने चुप लागेर घरमा बस्ने हो भने घरै बसे हुन्छ, तर पार्टीमा काम गर्ने हो भने त्यो पार्टीको अनुशासन चाहिन्छ। कुनै संस्थामा काम गर्दा त्यो संस्थाको नीति नियम विधि अनुशासन पालना गर्नु, यो कुरा कार्यान्वयन गरेर गइन्छ। साथीहरूलाई पार्टी बिग्रिन्छ कि बिथोलिन्छ कि बाँडिन्छ कि फुट्छ कि केही पनि हुनेवाला होइन। केही मान्छेहरूलाई हामी सम्झाउँछौँ, सम्झिए भने सम्झिए, सम्झिएनन् भने विधि विधान छ, त्यसअनुसार कारबाही हुन्छ।
अरू पार्टी केही बिग्रिएला, समाप्त होला, यस्तो होला उस्तो होला भन्ने कुरा त्यस्तो होइन। मैले सबैले बुझ्ने गरी, स्पष्ट हुने गरी भनेको छु। पार्टी अहिले धक्का खाएको छ, पार्टी अप्ठ्यारोमा छ। महाधिवेशनले देशभरिका पार्टी कार्यकर्ताका प्रतिनिधिहरू भेला भएर प्रतिनिधिहरूले केन्द्रीय कमिटी निर्माण गरेका छन्। त्यो केन्द्रीय कमिटी आफ्नो अभिभारा छोडेर भाग्नेवाला छैन। त्यो अभिभारा पुरा गर्छ। त्यो केन्द्रीय कमिटीको अध्यक्षको हिसाबले मलाई अर्को महाधिवेशनसम्मका लागि, पार्टी चलाउनका लागि कार्यकर्ताहरूले अध्यक्ष अत्यधिक मतले त्यहाँ अर्को पक्ष भएर पनि साथीहरू उठ्नुभयो, मलाई अध्यक्ष बनाउनु भएको छ। म पार्टी अप्ठ्यारोमा परेका बेला ल सजिलोमा भए चाहिँ म त्यो सजिलोमा भए चलाउँथेँ। यो अप्ठ्यारोमा चाहिँ म चलाउँदिनँ है, जसले चलाउनुहुन्छ चलाउनुहोस् भनेर जिम्मेवारीको झोला फ्याँकेर अप्ठ्यारो अर्काले बिहोर्नु, सजिलो म बिहोर्छु भनेर पछि सजिलो दिन आएछ भने फेरि फर्किँदा बरु अहिले अप्ठ्यारो पऱ्यो म भाग्छु भन्नेवाला होइन। यो पार्टी मैले अघि सुरुमा विष्णु प्रसाईजीको नाम लिएँ। 55 वर्ष अगाडि विष्णु प्रसाई मसँगै गिरफ्तार हुनुभएको थियो 2027 सालमा। कसुर के थियो हाम्रो त्यति बेला पनि भने हामीले भनेर सक्यौँ गठन गर्दै हिँडेका थियौँ, क्याम्पसहरूमा माविहरूमा गठन गर्दै हिँडेका थियौँ। अनेरा सोभियु गठन गर्यो भनेर त्यसबेला अनेरा सोभियु पहिले गठन गरेको अनेरा सोभियु एक ढङ्गले सिद्धिया थियो, कोही पनि अस्तित्वमा थिएन। त्यसलाई पुनः जगाएर हामीले युनियनहरू बनाउँदै गएका थियौँ, कमिटीहरू बनाउँदै गएका थियौँ। त्यसो भएर हामीलाई गिरफ्तार गरेर मुद्दा लगाएको थियो र उहाँ चाहिँ अलिक खेलाडी पनि बलियो पनि भएको हुनाले पुलिससँग यसो भिड्न खोज्नु गएर बढी कुटाइ खानुभयो। म चाहिँ अलिक दुब्लो पार्नु, धेरै बल पनि थिएन, धेरै भिड्न पनि खोजिएन, कुटाइ पनि त्यति खाइएन। अहिले चाहिँ उहाँले चाहिँ अलिक धेरै कुटाइ खानुभयो, अलिक धेरै थुने पनि भयो मलाई भन्दा बढी। जे होस् हामी पुरानो साथी हौँ र 27 सालमा सँगै गिरफ्तार भएका, अहिले 55 वर्ष भयो। 55 होइन 56 वर्ष भएछ, 27 साल। जे होस् 56 वर्ष अगाडि गिरफ्तार भएर मुद्दा लागेर हामीले त्यस बेलाबाट आन्दोलन केही नभएको स्थितिमा, पार्टी थिएन, हामीले नै हो पार्टी, एउटा गरेर त्यति साथी यदि मेरो साथमा हुन्थ्यो त्यति बेला भने मैले छिटै गणतन्त्र ल्याउने, छिटै जनवाद ल्याउने घोषणा गर्थेँ होला। तर यहाँ त्यो उमेरको, हाम्रो उमेरको सायद नहोला, 1-2 बहिनीहरू यसो देख्छु, 1-2 भाइहरू यसो देख्छु हाम्रो उमेरको, नत्र भने कोही थिएन। त्यो उमेरमा हामीले जाने सुरु गरेर अहिले 57 वर्ष अगाडि सुरु गरेर 56 वर्ष अगाडि सुरु गरेर यो आन्दोलनलाई यहाँ ल्याइपुर्याएको छ। केही नभएको ठाउँमा अप्ठ्यारो परिस्थितिमा उड्दा पिड्दा, जेल हाल्दा, गोलघर हाल्दा, नेल हत्कडी लगाउँदा, मार्छु भनेर मार्न लाँदा केहीमा पनि नटेरेर हामी अप्ठ्यारो परिस्थितिसँग जुधेर आयौँ भने अहिले यी उरन्ठेउलाई केहीले चाहिँ आगो लगाउँदा ओर्दा यताउता गर्दा हामी भागेर हिँड्ने हो र यसको सामना गरिन्छ, यसलाई पराजित गरिन्छ। फेरि जनतालाई जिताइन्छ, देशलाई जिताइन्छ, लोकतन्त्रलाई जिताइन्छ, संविधानको रक्षा गरिन्छ, लोकतन्त्र वापस ल्याइन्छ, देशको विकास गरिन्छ, समृद्ध नेपाल र सुखी नेपाली बनाइन्छ। हाम्रो दृढ अडान यो हो। त्यसर्थ कुनै प्रकारको भ्रम साथीहरू नराख्नु होला। पार्टीमा ठुलो विग्रह केही हुन्छ कि भन्ने पनि नठान्नु होला। कुनै ठुलो केही विग्रह हुनेवाला छैन, हुँदैन। त्यति धेरै केन्द्रीय सदस्यहरू, यहाँ थुप्रो केन्द्रीय सदस्यहरू हुनुहुन्छ। केन्द्रीय सदस्य साथीहरूले हात उठाउनु त एकपल्ट, उठाउँ त सबै साथीहरूले केन्द्रीय सदस्य
खै होइन अच्छा केही बनिसकेका साथीहरू देख्नुभयो, केही पहिले बनिसक्यो, केही बन्न बाँकी हुँदो रहेछ। जे होस्, यता पनि बाँकी साथीहरू हुनुहुन्छ। जे होस्, सबको राय के छ भने यो पार्टी बलियो हुनुपर्छ, सुदृढ हुनुपर्छ, एकताबद्ध हुनुपर्छ र यो प्रतिक्रियावादीहरूसँग यसले लड्नुपर्छ र जित्नुपर्छ, देशलाई जिताउनुपर्छ। यो सबैको भावना छ। यही भावनाको साथ पार्टी अगाडि बढ्छ र मैले यस पार्टीको खुट्टा नकमाइकन, मेरो खुट्टा सानो छ तर कमाउने चलन छैन, त्यो कुरामा ढुक्क हुनु साथीहरू र अगाडि बढ्नुहोस् भन्ने म आग्रह गर्न चाहन्छु। यस सरकारको बारेमा यो कामको सरकार हो र यो भने भवितव्यको सरकार हो। यो भवितव्यमा अस्ति क्यारम बोर्ड एक ठाउँमा फिजाइराखेको रहेछ, एउटा बच्चाले गोटी प्याट्ट हान्यो, गोटी त्यो स्ट्राइकर प्याट्ट हान्दाखेरि पर गएर गोटीमा लाग्यो, गोटी उता गएर ठोकिएर रिटर्न भएर आएर पालमा पस्यो। ठुलो खेलाडीको जस्तो भयो क्या, उसको हनाइ छैन तर जानेर होइन। कहिले कहिले भवितव्यले के हुन्छ भने फ्याट्ट हानेको गएर गोटीमै लाग्यो, कतै त जानै पऱ्यो नि, त्यसले हानेपछि त जाँदा गोटीमै पऱ्यो। गोटीको यस्तो ठाउँमा लाग्यो कि अगाडि गएर ठोकिएर वालमा ठोकिएर आएर वालमा स्वाट्ट पस्यो। बडा ठुलो खेलाडी जस्तो, तर बिचरा केही पनि जाने थिएन। पहिलोपल्ट फ्याटेको हान्दाखेरि त्यस्तो भइदियो। त्यस्तो हुन्छ कहिले कहिले। त्यो बच्चाको हेरेको थिएँ मैले, यिनीहरूको त्यस्तो यो आगो लाग्दाखेरि त सरकारको पर्यो अचम्म। तसर्थ यस्तो कुराहरूबाट हामी विचलित हुनुपर्ने कुनै आवश्यकता छैन। यो देश तपाईँ हाम्रो हो, तपाईँ हामीले यो देशको माया गर्नुपर्छ र यो देश बनाउनुपर्छ। अब यस सरकारका उपद्रवहरूको बारेमा म धेरै भन्न चाहन्छु। यो सरकारले के गर्यो, पहिले आएर प्रतिबन्ध लाउन थाल्यो, पहिले आएर त प्रतिशोधको राजनीति गर्न थाल्यो। मलाई गिरफ्तार गर्यो, रमेश लेखकलाई गर्यो, अरू नेताहरूलाई गिरफ्तार गर्न थाल्यो, झुटा मुद्दा लगाउने कोसिस गर्यो। यो सिलसिला सुरु गर्यो। ट्रेड युनियनमाथि प्रतिबन्ध, विद्यार्थीमाथि प्रतिबन्ध, कर्मचारीमाथि प्रतिबन्ध, शिक्षकमाथि प्रतिबन्ध, प्रोफेसरमाथि प्रतिबन्ध। अर्को जान्नेलाई छान्ने भनौँ, भएका जान्नेहरू सबै निकालो, अनि आफ्ना रुला केटाहरू को भर्ती गर्यो। अनि सेलेक्टिभ कसलाई मुद्दा लाउने कसलाई नलाउने के गर्ने, एउटा तथाकथित सम्पत्ति शुद्धिकरण सम्बन्धी छानबिन गर्न, त्यो रोक्नका लागि शुद्धिकरण सम्बन्धी आयोग बनायो, एउटा तथाकथित आयोग। त्यो कसलाई मुद्दा लाउनु पर्ने छ त्यो लाउने। त्यसको के भन्यो भने उनीहरूलाई नलाग्ने मुद्दा तपाईँहरू विचार गर्नुहोस्। कानुनै कस्तो भने उनीहरूलाई मुद्दा नलाग्ने, न्यायाधीशलाई मुद्दा नलाग्ने, सेनालाई मुद्दा नलाग्ने, अरू कसलाई मुद्दा नलाग्ने, उनीहरूका नातागोताकालाई पनि मुद्दा नलाग्ने, 190 केजी सुनको पनि 190 तोला सुनको पनि खोजीनीति गर्न नपाइने, उनीहरूको त खोजीनीति गर्न नपाइने। हाम्रो चाहिँ यो ज्वारीकोट कहाँबाट कुन पैसाले किनेछ भनेर सोध्नु पर्यो। ज्वारीकोट कहाँबाट आयो, यो नक्कली हो कि काहीँ सिलाएकै हो, कुन टेलरिङ हाउसमा सिलाइस्, आफै त सिलाएको होइन, धागो कहाँबाट आयो। अब त्यो टेलरिङ हाउसलाई पनि दुःख दिने, किन केपी ओलीको ज्वारीकोट सिलायो नि त, धागो तेरो कहाँबाट आएर सिलाइस्, मेसिनले सिलाइस् कि हातले सिलाइस्, उसले पैसा दियो र सिलाइस् कि यसै सिलाइस्, कपडा चोरेर ल्याइस् कि किनेर ल्याइस्। बयान अब 2-4 दिनलाई त काम पुग्ने भयो नि त, मुद्दै नचलाउन सके पनि 2-4 दिनलाई यस्तै काम गरेर यिनीहरू बसिरहेको छ। केही भएन भने साम्प्रदायिक विद्वेष भड्काउँछ।
आफै बोक्सी आफै झाँक्री भन्छ, आफै विद्वेष झगडा लगाउँछ, चाहिने नचाहिने ठाउँमा गोली ठोक्न लाउँछ, अनि भड्किन्छ। भड्किएर गोलबजार सुनसरीमा बिना सिद्धि गोली ठोक्यो, गोलबजारमा केही नभएका ठाउँमा सिरामा गोली ठोक्यो, गोलबजार बजारभरि पसल डराउँदै हिँड्दाखेरि 200-250 मान्छेले पसल डराएर हिँड्दाखेरि 400 मान्छेले डरायो होला। त्यतिले डराएर त्यो मल डराउँदाखेरि सारा गर्दाखेरि कुनै सुरक्षा निकाय छैन, केही छैन। अनि सबै आफ्ना कार्यकर्ता भेला गरेर फेरि एउटा सम्झौता गरेर अनि आन्दोलन साम्य पारे, सम्झौता गरेर सम्झौता कार्यान्वयन गरेर फेरि जनतालाई दोक्यो। यो सरकार यस्तै हो। हाम्रो देशको सीमा मिचिएको छ के यथार्थमा हाम्रो देशको सीमा मिचिएका प्रश्नहरू छन्, त्यो छोडिदिए। हामीले भारतको सिमाना धेरै ठाउँमा मिचेका छौँ भनेर मिचेका रहेछौँ। मैले पनि भर्खरै प्रधानमन्त्री भएपछि पो थाहा पाएँ हामीले धेरै ठाउँमा सीमा मिचिया रहेछौँ भन्ने बकवास, झुट, देशद्रोही कुरा रोस्टममा आएर पार्लियामेन्टमा आएर प्रधानमन्त्रीले भने यो झुटो हो, सच्याउ भनेर भन्दा सच्याउन मान्ने। अहिलेसम्म सच्याएको छैन। त्यसको अर्थ के हो पनि बुझेका छन् कि छैन मलाई थाहा छैन। त्यसो भएर यस्तो सरकारबाट देश कसरी चल्छ? हिजो म एयरपोर्टबाट आएँ, मेटल डिटेक्टर लाउँछ, के खोज्या हो? मेटल डिटेक्टर लगाएको छ, यता मेटल डिटेक्टर लगाएको छ, यसो गरेको छ, यसो गरेको छ, मेटल डिटेक्टर लगाएको छ। बम बोकेर हिँड्छु म, शरीरमा बम बोक्या हुन्छ। अनि म ड्रगिस्ट हुँ, म गाँजा तानेर हिँड्ने मान्छे हुँ, ड्रगिस्ट हुँ म। मेरो शरीरमा के गाँजा खोज्या, के निकाल्न खोज्या, के बरामद गर्न खोज्या? पल्टाइ अनि छाम्छ। फेरि के भेटिन्छ भनेर यसो गरेर छाम्छ सबै। के छामे अब मेरो शरीरमा? ए हिजो पनि होइन, आजै भयो त, आजै काठमाडौँमा छाम्छ, यता छाम्छ, उहाँ परै छाम्छ, त्यहाँबाट अलिभित्र आयो त्यहाँ छाम्छ, अलिभित्र आयो त्यहाँ छाम्छ। के छामे हो? मेटल डिटेक्टर लाउँछ, ट्याङ 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 ट्याङ। फेरि एउटा ढोकाबाट छिराउँछ, त्यहाँ पनि ट्याङ 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 ट्याङ। उदमै गरौँ, एक ठाउँ गरेपछि त जहाँपछि त पुग्नुपर्ने, फेरि अर्को ठाउँ जान्छ, अर्को ठाउँ भद्रपुर आउँछु, त्यहाँ पनि जान्छ, फेरि यसो गर्छ, यसो गर्छ। तमासा। म न गजाडी, न जडिया, न ड्रगिस्ट, न के खोज्या हो? न मसँग 190 तोला सुन कसैको चाहिँ काहीँ लुकाएर लानु छ, केही छ? अनि के छाम्या हो? यिनीहरूको काम यस्तै हो, गर्नुपर्ने ठाउँमा गर्दैनन्। ट्रकका ट्रक तस्करी सिमानाबाट भएको भइछ। मेरो चाहिँ यहाँ एयरपोर्टमा मेरो शरीर चाहिँ नि डिटेक्टर लाउँछ, गेटबाट छिराउँछ, ग्याङ बनाउँछ। अनि त्यति गर्दा नपुगेर छाम्छ क्या। मालिस गर्न थाले हो कि के गरे हो? जे होस्, यस्तो सरकार छ, यस्तो सरकारबाट देश चल्नेवाला छैन, यो चल्दैन। दुर्भाग्यको कुरो हो देशको। नेपाललाई ग्रहण लाग्या हो, यो देशलाई नै ग्रहण लाग्या हो, नेपाली जनतालाई पनि ग्रहण लाग्या हो, बुद्धिमा ग्रहण लाग्या हो। नत्र यस्तो सरकारलाई भोट हाल्छ कसैले, यस्तोलाई बनाउँछ कसैले? तर भयो यो। अब यसलाई सच्याउनु छ, तपाईँ हामीले सच्याउनु छ। म साथीहरूलाई आग्रह गर्न चाहन्छु, यो सच्याउन हामी अग्रसर हुनुपर्छ। अब मैले धेरै समय लिइरहनु परेन।
मैले मुख्य रूपमा भन्न खोजेका कुराहरू नै हुन्। हाम्रो पार्टी सामाजिक न्याय समानताको पक्षमा रहेको पार्टी हो। जनजाति, आदिवासी, दलित, महिला, सीमान्तकृत, पिछडिएको, अवसरबाट वञ्चित समुदायहरूलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर चिन्तन गर्ने, त्यस सम्बन्धी नीति बनाउने, ती काम गर्ने पार्टी हो। हामीले बनाएका नीतिभन्दा पृथक अहिले कसले नीति बनाएको छ, कसले बनाएको छैन। देश तिनै नीतिमा चलाउने अनि जस आफूले लिने। यहाँ त अचम्म के छ भने यो हाइवे झापाबाट आउँछ नि, पूर्व पश्चिम हाइवे, त्यो हाइवे देखाएर तीका मान्छेहरू पनि प्रचार गर्छन्। ओहो, यो अहिलेको जेनजी सरकार आउने बित्तिकै त यो पुल पनि बन्यो, बाटो पनि बन्यो भनेर बेइमानीको पनि हद हुन्छ। यो सरकार कस्तो हो यसको नमुना भने मैले शिलान्यास गरेको, मैले बनाइदिएको टनेल अस्ति उद्घाटन गरेँ। उद्घाटन गर्न, गाडी चलाउनलाई नै बनाएको हो नि त्यो टनेल त, ठिक छ। म हट्ने, अर्कोले उद्घाटन गर्यो, ठिक छ। तर इतिहास मेटाउनलाई त्यो शिलान्यास गरेको बोर्ड चाहिँ तोडफोड गरेर फ्याँके, तोडफोड गरेर फ्याँके इतिहास मेटाउन। अनि वाह, क्या गजब, कति छिटो सुरुङ बन्यो यो सरकार आएपछि। 6 महिना भएको छैन, यत्रो सुरुङ बनाएर लगेर उद्घाटन भइसक्यो। यस्तो प्रचार गर्न भ्याउँछन्। अर्को यिनीहरूले झुट के बोले दुनियाँका अगाडि, नेपालका तमाम जनताका अगाडि झुट के बोले भने त्यो बाटोको राइट अफ द वे भन्छ, त्यो बाटो कहाँबाट बन्छ, कति बाटो चाहिन्छ, त्यो बनाउने, इस्टिमेट गर्ने इन्जिनियरहरू, त्यसको डिजाइन गर्ने, इस्टिमेट गर्ने, त्यसको स्केच बनाउने, त्यसको नाप नक्सा लिने इन्जिनियरहरू, बाटो बनाउने ठेक्का लिने ठेकदार, र त्यो ठेकदारले लिएपछि ती इन्जिनियरहरूले यति बाटोलाई यति यस्तो भनेपछि ती सबैका अगाडि ठेक्कादार, सरकार, सचिव, इन्जिनियर सबै राखेर शिलान्यास गरियो। त्यो बाटो बनाउँदाखेरि भत्किने गरी होइन, नभत्किने गरी शिलालेख राखियो। अनि बाटो बनाउँदा भत्किने गरी बिचमा राख्छ कसैले, अनि भत्काउँदा सार्नु पर्यो र सारेको के भयो अरे भने कहाँ लगेर सार्दाखेरि कहाँ मन्त्रालय लानुपर्छ सार्दा, त्यहाँ छेउमा सार्न सकिँदैन। सारेको भए कहाँ छ त, ल्याएर राख नि त, त्यो पनि तयार छैन भनेर किन तोडफोड गरेर फ्याँकिसके यिनीहरूले कहाँ। अनि के भन्छ, एउटा भन्छ भग्नावशेष अगाडि, भग्नावशेषमा पऱ्यो, गयो, त्यो भुइँचालोको बेला खत्तम कि कहिले खत्तम, बाटो बनाउँदा खत्तम, भुइँचालोको बेला खत्तम, के भन्यो। अर्कोले अर्को कुरा गर्यो, त्यो भुइँचालो भन्दा पछाडि कुन भुइँचालोले भत्काउनु। आगो लाउँदाखेरि सकियो अरे, आगो लाउँदा त्यो शिलालेख चल्दैन, अनि त्यो पुरियो अरे फेरि। यस्ता खालका बनावटी, विभिन्न व्यक्ति नै पिछेका बनावटी कुरा गरे। यो उनीहरूको शैली हो, इतिहास मेटाउने, झुटो श्रेय लिने, झुटो जस लिने। यसकारण यस्तो कुराहरूमा साथीहरू अल्मलिनुहुन्न भन्ने मैले विश्वास लिएको छु। यस अधिवेशनबाट अब 3 वर्ष पुगेको छ, तपाईँहरूले यस अधिवेशनबाट सम्भवतः अर्को अधिवेशनको मिति तोक्नुहोला, समय तोक्नुहोला र सोच्नुहोला अब कसरी अगाडि बढ्ने, कस्ता नीतिका साथ अगाडि बढ्ने, आफ्नो संस्थालाई कसरी अगाडि बढाउने, सिङ्गो आन्दोलनलाई कसरी अगाडि बढाउने। यो यस बैठकको काममा छ। यस बैठकले आन्दोलन सम्बन्धी नीति, यस बैठकले सङ्गठन सम्बन्धी कसरी अगाडि बढाउने
सङ्गठन विस्तार, सदस्यता विस्तार, कमिटी विस्तार, सक्रियताको पुनर्वापसी कसरी गर्ने भन्ने कुराहरू पनि यो बैठकले गर्नुपर्नेछ। र मनोरम इलाममा भएको यस मनोरम बैठकले तपाईँहरूका यी कामहरू पुरा गर्न प्रेरित पनि गर्ला भन्ने मैले ठानेको छु। बाँकी यदि जनजाति महासङ्घलाई कुनै कुरा केही पर्यो भने म यही प्रदेशको मान्छे हुँ, कुनै समस्या आइपर्यो भने मलाई सम्झिनु होला, त्यसको समाधान लिएर म आइपुग्छु। मलाई यहाँ बोलाउनु भयो, धन्यवाद छ। धेरै हार्दिक स्वागत गर्नुभयो, धेरै हार्दिक स्नेह देखाउनु भयो, माया ममता आत्मीयता देखाउनु भयो, त्यसका लागि धेरै धेरै धन्यवाद छ। अध्यक्ष पासाङ शेर्पा लगायत सबै पदाधिकारी साथीहरू, सबै केन्द्रीय कमिटी, सबैलाई धेरै धेरै आभार व्यक्त गर्छु, धन्यवाद भन्न चाहन्छु। आफ्नो भाइ धन्यवाद, धेरै धेरै शुभकामना।